अभिमुखीकरण तालिमका दौडानमा देखिएका कतिपय गतिविधिले भने केही संशयहरू पैदा गरेको छ कि यो पार्टी पनि पुरानो पार्टीहरूभन्दा फरक हुँदैन कि क्या हो भन्ने खालको संशयहरू पैदा गरेको छ। यसलाई चाहिँ नकारात्मक आलोचनाको रूपमा भन्दा पनि एउटा कन्स्ट्रक्टिभ क्रिटिसिजमको रूपमा सबैले लिनुपर्छ, खास गरी रासोपाले लिनुपर्छ जस्तो लाग्छ। कतिपय सांसदहरू आफै ढोका पनि खोल्न नसक्ने, कोही कोही करोडौँको चाहिँ गाडीमा आउने जुन खालको दृश्यहरू त्यहाँ देखियो र जुन तवरको भेन्यू चुज गरिएको छ त्यो भेन्यू 5 तारे होटल के अहिले जनताको खास गरी अपेक्षा एउटा कुनै पनि दलको कुनै पनि छलफल अथवा अभिमुखीकरण कार्यक्रम अथवा तालिम कार्यक्रम जुनसुकै कार्यक्रम होस् त्यस्तो एउटा लग्जरियस एउटा चाहिँ 5 स्टार होटलमा गर्नको लागि उपयुक्त समय थियो। त्यो आम जनताले खोजेको चेन्जेसले जुन खालको बाटो देखाउनु पर्छ भन्ने थियो त्यो अनुसार त्यो अगाडि बढेको छ त त्यो पार्टी अथवा त्यो पार्टीले जुन भेन्यूमा त्यो कार्यक्रम गरेको छ त्यो भेन्यू जसरी 5 तारे होटल चयन गरिएको छ त्यो सही डिसिजन। हाम्रो विश्व लिम्बू ब्रोले चाहिँ हिजो के भनेछन् अलिकति यसो लाइमलाइटमा आउँछु टाइपको होला उसको पनि होइन। तर ब्रोले एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि विश्व ब्रो तिमी म भनेको हामी एउटा चाहिँ 2-4वटा शब्दहरू गल्फती गरेर गफ गरेर मान्छेहरूलाई अलिअलि चाहिँ टाइम पास गराएर पैसा कमाउने हो। एउटा पोडकास्टर जस्तो नाथे चिज हामी कति नाथे काम होइन। त्यो नाथेले त अलिअलि आफ्नो जीविकोपार्जन गर्न सक्छ, अलिकति चाहिँ राम्रो घडी लाएर हिँड्न सक्छ भने ए बाबा इन्डस्ट्री चलाउने वर्ष चाहिँ 100 वर्षदेखि इन्डस्ट्री चलाइरहेको कति वर्ष भयो गोल्ड स्टार होइन। सो विद्युत राणाले त एउटा मात्र होइन उनी त 10वटा टेस्लामा आउनु पर्ने हो। जस्तो एउटामा आउँदै त्यहाँ राखेर फेरि गएर अर्को बुझ्यो नि 10वटा टेस्ला आउनु पर्ने हो, त्यो त मिनिमम हो। सो विद्युत राणा टेस्ला चाहिँ कुनै ठुलो कुरो होइन। सी इज फ्रम अ भेरी राम्रो ब्याकग्राउन्डको फ्यामिली, बिजनेस फ्यामिली। सो सी हेज रिसोर्सेस। सो रिसोर्स एउटा हामी पोडकास्ट चलाउनेले त गाडी चढेर दुनियाँ गर्छौँ ब्रो यार। तिमी के त्यो इन्डस्ट्रियलमा क्वेसन गर ताल तिमी घर ब्रदर। सो सोच त्यो कुरा। त्यो दोस्रो कुरा विश्व लिम्बू ब्रोले चाहिँ मेन उठाएको कुरा भनेको ट्युलिपमा किन गर्यो यताउति यसो यस्तो यताउति। यस क्वेसन गर्न पाइन्छ किन गर्यो ट्युलिपमा भनेर। तर रिसोर्स हुन्छ नि त, पार्टीसँग रिसोर्स हुन्छ। एउटा चाहिँ राम्ररी दिएर एउटा चाहिँ राम्रो चिया पसलमा गएर ओरिएन्टेसन गरेर हुँदैन नि त गाइस। चिया पसलमा ओरिएन्टेसन हुन्छ कति डिस्टर्बेन्स हुन्छ। एउटा सिम्पल लजिकहरू पनि नबुझेर यत्तिकै मान्छे तताउने काम चाहिँ नगर है विश्व ब्रो। तिमीले सबै जनताले त्यत्रो मत दिएपछि ल गर तिमीहरू हामी आफ्नो नर्मल काममा दौडिन्छौ, काम चाहिँ तिमीहरू गर ल विश्वास गरे भनेर भोट दिएछ। तिमी चाहिँ नि उनीहरूलाई चाहिँ के अरे चाहिँ झकझगाउनु सट्टा जनतालाई तताउने काम नगर विश्व ब्रो। तिमीले हावा कुरा नगर, बरु तिमीलाई चाहिँ भ्यू चाहिँ अब म आउँछु तिम्रो प्रोग्राममा।